Hey guys, namaste, welcome back to my channel. Yay! Hi, namaste. मेरो नाम कुसुम अधिकारी. Okay. अनि guys, मतलब हामी त चाल्लाको यो पोखरामा यो बाग्लुङमा पोखरा. अनि हामी चाहिँ फाइनली बल्ल बल्ल जाँदैछौँ. अब तपाईहरुलाई म डे टु डे भ्लग दिन्छु. यु नो डे टु डे भ्लग. अनि त्यसपछि हैन गाइस के भन्यो नि हामी चाहिँ जाँदैछौँ टक्क लाएर घुम्नलाई. सबै बाँकी देखाउँछ. अझै म मनको लागि खाना बनाइदिँदैछु. अनि मनको लागि खाना बनाइदिइसकेपछि चाहिँ राजभवनको आइसक्नु भयो. अनि हामी घरकै गाडी लिएर जान्छौँ. पर्सनल गाडी लान पाउँछ अरे. सो यस, नो टेन्सन. ओके न. अनि चाहिँ साथी साथी जान्छौँ. अनि हाम्रो एक दुईजना अङ्कल आन्टीहरू पनि हुनुहुन्छ. एक दुईजना साथीभाइहरू पनि छन्. ए हामी चाहिँ बाहिर फाइनली हिँडिसक्यौँ होइन. टक्क चट्ट लाएर त हिँडे छैनौँ. उयो पानी पर्यो. अनि अब थाहा छैन हाम्रो बाटोमा के हुन्छ, बन्द हो कि नै भनेर चाहिँ. तर होप सबै भगवान्मा माथि छोडेर हामी चाहिँ बाग्लुङ हिँड्यौँ. ल अब हामीले हाम्रो अङ्कललाई पनि ब्लगमा क्याप्चर गर्छौँ. केही हुन्न कि अङ्कल, सिलगढीमा हामी अङ्कलसँग घुम्न जान लाग्यो. अङ्कलले हामीले सब घुमाइदिनुहुन्छ. फन 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 लगाएर बाग्लुङसम्म घुमाइदिनुहुन्छ. त्यसपछि त्यहाँ छोडेर आफै घुमाऊ भन्नुहुन्छ. रोक्नै म आउँछु. मैले अघि नै अङ्कल आन्टी आउनुहुन्छ भने थिएँ. हाम्रो आन्टी हाम्रो अङ्कल आउनुहुन्छ. अङ्कलले त हेरिदिनु न. हाई. र अनि हामी फाइनल्ली अब हिँडिरहेछौँ होइन. अब के हुन्छ हामी बाटोमा सब देखाउँछौँ तपाईँहरूलाई. स्टे ट्युन गाइज. हे गाइज, फाइनल्ली हामी कहाँ आयौँ है. हामी आइसक्यौँ तनहुँमा छौँ. यता अक्कला देवी मन्दिर त भन्न मिल्दैन, तर त्यति साइडमा छौँ. त्यसपछि गएर सिमरन चाहिँ फोन हेर्दै हो. हामी चाहिँ पुहार आइसक्यौँ होइन. अनि अब यहाँको स्थिति के छ भनेर हामी तपाईँले देखाउँछौँ. मैले पछि प्राइभेटलाई चाहिँ रोक्दैन भन्ने सुनेको थियौँ हामीले. त्यही भएर हामी पनि आएको. अब म चाहिँ माथिसार बसिरहेको छु किनभने मलाई घडी लाग्छ. भन्न भएन सेलिब्रेटी भएर भन्दा नि भएन. अनि सिमरन यहाँ छ, कुसुम यहाँ छ. कुसुमको चाहिँ अब झर्ने बेला. अनि हामी चाहिँ अब देखाउँछौँ बिस्तारै के हुँदैछ भनेर. हेर्न सक्नुहुन्छ तपाईँ पोखराको दृश्य. दर्शकबिनहरू तपाईँहरू हेर्नुहोस्. दर्शकबिन पोखराको दृश्यलाई हेर्न सक्नुहुन्छ. के भन्दैछन् यिनीहरू दुईटी नानीहरू. के भनेछ अरे तिमीहरू? एउटाले भनेछ निन्द्रा लाग्यो. तिमी के भनेछ? निन्द्रा लागेन. एउटाले निन्द्रा लागेन भनेछ, अर्कोले निन्द्रा लाग्यो भनेछ. त हामी केही नभनेछ, हामी गाडी लाग्यो भनेछ. ल बहिरा अनि हान अरे अहिले हान्दैन ल, मैले पछि हान्छु. आइम सो बिजी के. म यस्तो फुच्चाहरूको यस्तो नबजा न, कपिराइट लाग्छ. यस्तो फुच्चाहरूलाई हामीसँग टाइम दिन छैन. यस्तरी हिँड्छ नि वही चस्मा लगाएर केटाहरू है. कस्तरी रे यस्तरी छप्री को त्यस्तो होला. ए ल अब हाम्रो दर्शकबिनहरू, अब हाम्रो डेस्टिनेसन, हाम्रो जहाँ डर थियो त्यो ठाउँमा आइपुग्दैछौँ गाइस. चिसो बतासको ताको माछा पुछ्रेको बोल्दिन भन्दा नि किन गुर्सेको भन्ने गीत सबैजनाले सुन्नुभयो होला. छाती चर चर कसैको मायाले. यही हो के ऊ भएको. ल खाली छ गाइज, खाली. त्यही हो कि बिहान दिउँसोमा चाहिँ भएर हुन्छ होइन. खाना पनि नखाई भोकैमा कुरिरहेको छु पृथ्वी चोकैमा. कुर्दै भयो 10:30 सधैँ पनि आएन माया. मैले मास्क लगाइरहेको थिएँ. सरी. फाइनली कुसुम पनि झर्न लागेन होइन. के भन्नु अब कुसुमलाई. ल कुसुम जित्यो त ब्याग. ल हाम्रो कुसुमहरू होइन जाँदैछन् बिचरा ब्यागहरू. सिमरनले जित्दैछ. खाना पनि नखाई भोकैमा. फोन गर है घर गयो
मान्छे अनि गाइस होइन अब हामी बागलुङ लाग्छौँ केही छैन केही डराउनु पर्ने कुरै छैन हावा मान्छेहरूले यस्तो भनेको नि मलाई त नाइटमा नहिँडेर गाडी नि फुटालिदिन्छ अरे नाइटमा गाडी फुटाल्छ खै बाटो देखाएन मैले खुल्लै खाँदा सो हाई गाइज हामी चाहिँ अब अहिले चाहिँ होइन कुसमा हिँड्यौँ अनि कुसमा हिँड्दाखेरि चाहिँ हामीले के थाहा पायौँ भने कुसमामा पनि फेरि त्यस्तै आन्दोलन छ अरे प्राइभेट गाडीले चाहिँ मान्छेहरू हालेर पैसा लिएको भनेर तर त्यो चाहिँ होइन हामी चाहिँ अब सिमरन र म मात्र छौँ अब हेरौँ उहाँ जाऊँ अनि त्यसपछि गएर के हुन्छ लफडा भयो भने ब्लग भाइरल हुन्छ कन्टेन्ट मिल्छ अरे क्या अङ्कल होइन र ब्लग चाहिँ छोड्नु ओ तिमी यता म झगडा गर्नु गइहाल्यो भने मोबाइलमा भिडियो बनाइहाल्यो पछाडिबाट ठ्याप्पै लिएर मोबाइल थिच्दियो भने तिम्रो गर्दैन कि गर्दैन त्यत्रो फोन मैले अनि यसरी गरे कि यसरी हे गाइस हामी फाइनली पर्वत आइसक्यौँ होइन अब के हुन्छ हामी देखाउँछौँ हामी फाइनली यो त खिच्न मिल्ने होइन हामी मालढुङ्गाको गेटमा आइसक्यौँ फाइनली गाइस यस अब हाम्रो मेन यात्रा सुरु हुन्छ गाइस अब हामी बागलुङ जान्छौँ बरेवा जान्छौँ एन्ड यस फाइनली तिमीलाई चाहिँ म एउटा कथा सुनाउँछु है अनि त्यसपछि त्यो दमको फान्टोमा चाहिँ सिधा बस्छ के सुतेर हुन्छ भने कुरा सुनाउँदैछु सुत्छ मान्छे मुभी लिएर जस्तो के मुभी हेर्दा पनि सुत्दैन अनि के हुन्छ भने पहिलाको पालामा चाहिँ आजभन्दा एटलिस्ट धेरै वर्ष पहिला के त्यहाँ चाहिँ कस्तो भएको थियो अरे भने दमदमको फाटोमा चाहिँ एउटा ड्रागन आएको थियो अरे के ड्रागन त्यसलाई के भन्छ अजिङ्गर भन्छ कि सर्प अजिङ्गर ठुलो अजिङ्गर सानो अजिङ्गर भन्ने होइन पाइथन तर सबभन्दा ठुलो भेट्नु थियो अनि त्यसपछि तिमीले उहाँ सुन्यौ नि के अरे कहाँ मन्दिर रे अर्घाखाँचीको सुब्बा त्यसमा मान्छे टाँसेको थाहा नि यहाँनिर एउटा स्टोरी छ क्या त्यस्तै अनि त्यसपछि के भएको थियो भने यस्तै कुनै समय थियो होइन अनि त्यो अजिङ्गर आएछ त्यो चाहिँ कस्तो खालको थियो भने घाम देखे गुफामा लुकिराख्ने घाम नहुँदाखेरि मात्र आउने घाम देखिसकेपछि चाहिँ जहाँ त्यहीँ अड्किने स्टुपा भयो कि त्यो नहुनेवाला अनि त्यसपछि अङ्कल गीत भन्छ सानो अड्दिन न यसरी त मलाई कपिराइट लगाइहाल्छ नि अनि त्यसपछि त्यो के अरे जुन दमकको फाँट छ नि त्यहाँभन्दा तलबाट के जस्तो त्यो कालीगण्डकी भयो नि त यताको बगेराको के भन्छ यसलाई यता खोजहरू छ के अनि उता पारि कुसमा भयो होइन अनि कुसमाबाट यसरी हुँदै आएछ अरे होइन ठ्याक्क बिहानको झिसमिसे 5 बजेछ अनि त्यो अजिङ्गर आउँदै त्यो अजिङ्गरलाई कुनै डिभाइन इनर्जीले ठ्याप्प लगेर भित्तामा गाडिदिएछ के अनि त्यहाँ चाहिँ स्टोरी के छ भने जस्तो त्यहाँ दुई हल दुई नल मतलब 2 हल बनाउन पर्यो कि जोत्दाखेरि बारी जोत्छ नि जोत्दाखेरि एकजना मान्छेले मात्र जोत्न भएन किनभने मर्छ त्यो मान्छे त्यो अजिङ्गर त टाँसेसी त त्यही बस्यो नि अजिङ्गर एकमा भएर अजिङ्गर टाँसेसी त त्यही बस्यो नि तर अझै पनि त्यहाँ चाहिँ 2 हल गोरु हुनु पर्यो कि बाँचिरहेको छैन के त्यसले चाहिँ छल्छ कि त्यहाँ कसैले छल्छ छलेर चाहिँ त्यो घरको जस्तै अब त्यो फाँट भोरी छ नि त्यो जुन दमकको फाँट भोरी त्यहाँ एकजनाले मात्र हल लगेर जोत्यो भने एकजनाले मात्र हल लगेर जोत्यो भने चाहिँ त्यो घरको कुनै एउटा फ्यामिलीको मेम्बर मर्छ कि अथवा त्यो गोरु मर्ने भयो अथवा के एकदम अनिष्ट हुन्छ त्यही भएर चाहिँ त्यहाँ कुनै पनि मान्छेले एउटा हल मात्र लाँदैन कि फ्यामिलीको उ गर्छ कि पुरै मिलेर लान्छ कि एकचोटि ट्राई पनि गरेको थिएँ गर्दाखेरि मान्छे मऱ्यो अरे एउटा मात्रै फ्यामिलीको लिएर गयो अनि जाँदाखेरि मान्छे मऱ्यो अनि धेरै फ्यामिलीको चाहिँ मऱ्यो अनि धेरै फ्यामिली लाँदाखेरि चाहिँ छल्दैन एउटा फ्यामिली मात्र लगायो भने चाहिँ छल्न सक्यो त्यो धेरै पहिलाको स्टोरी हो अनि त्यो अजिङ्गर त अहिले कहाँ त गइसक्यो त्यो अजिङ्गर त अब त्यही छाप छ कि छाप छ त्यस्तै त्यो मान्छेको छाप जस्तै भयो कि
थाहा हुन्छ अब पहिलाको मान्छेलाई मात्रै थाहा यसरी सुनाउँदै सुनाउँदै आएको कथा हो के हो त्यस्तो हुने है लाउरेको छाप बस्ती हो कि दोकान त्यहाँ त्यसले लोभ गर्यो यहाँ यसले पनि लोभै गर्यो तर यसले मान्छेहरूको विनाश के रोग हो र लोभ हो र यसले मान्छे मार्छु विनाश गर्छु भनेर यो पुरै फाँट ध्वस्त बनाउँछु यिनीहरूको गाउँ ध्वस्त बनाउँछु भनेर आएको उसलाई रोकिदियो शक्तिले कस्तो अचम्म हुने यस्ता शक्तिहरू पनि छन् कि हाम्रो गाउँमा रोक्न सक्ने शक्ति धेरै चिज छन् तिमीले कहाँ सुन्न पर्ने भैरमथानको स्टोरी सुन्न छ तिमीले अनि मन त लास्ट डर लाग्छ तिमीलाई त रातभरि त्यही सोध्छु अनि सपनामा नि के आउँछ के तिमीलाई त मेन कथाहरू भूतको कथाहरू त भन्नै छ घरतिर घटेका तिमीले आधी त होस्टेलमा सुनायो होला अब त्यो इमेजिन गर्दै गर्दै कहाँ होला भन्दै हेर्दै हिँड आफै फाइनली गाइस मेरो बल्ल परान आयो परान हामी फाइनली मेरो गाउँ आयौँ आफ्नै गाउँ खोइ ल सिबाट यस्तो तिमीलाई थाहा हामीले घरमा बस्दाखेरि पहिला एउटा कुकुर पालेको थियौँ कि त्यो कुकुरलाई चाहिँ आँटी खुल्लै रहेछ एक दिन अनि बाघले समातेर ल्याएर ऊ यहाँको तलको गरामा ल्याएर छोडिदिएको बाघले आधी खाएर आधी आउँछ होला कि बाघ त आजकल त त्यस्तो खास लोप भइसक्यो कि बाघै यो कटेर हो यहाँ गाईहरू छन् ए ब्याग त लान सकिन्न क्या सिमरन हेर्नु अहिले ठ्याक्क कति भयो भने 12:02 भयो कृपया यस्तो जाडो हो कि यति जाडो हो चिसो पानी मुख धोहा कि अनि शीत परिरह यो पानीले मुख धोएपछि के चाहिँदैन रे फेस वास चाहिँदैन भएन त यति भएपछि गाइस म त सक्दिनँ ल भएर त्यही आएपछि सु पनि आउनु सुनै गरी हिँड्ने आज कहाँ खोल्ने हो माथि नै हो फाइनली बाई गाइस हामी फाइनली घर आयौँ जाबै कति माथि कि त राति ए होइन क्या होइन तिमी हेर त मैले त अनि हामी फाइनली हाम्रो मम्मीको रुममा आइसकेका छौँ टक्क लाएर आमाले एकदम राम्रो कोठो बनाइदिनु भयो होइन अनि यहाँ मेरो मामा घरको हजुरबा अनि घरको हजुरबा र हजुरआमा चल्छ आमा अनि त्यसपछि आमा हेलो आमा नाङ्गे यहाँ खास्टमा त द्याउँछु नाङ्गे छु भन्ने हो र यहाँ ल भन्नु कस्तो लाग्यो तपाईँले हामी आउँदा म गर्छु अहिले छोड खुसी लाग्छ छोरी यस्तो पानी आयो कि आज यस्तो पानी आयो आन्टीसित आन्टी भयो हुँदो रहेछ पहिरा गयो भनेर कस्तो रमाइलो मलाई त्यति खुसी लाग्यो भोलि त म धापे खोला जान्छु अब सुरुमा धापे खोलो घुमाउनको लागि जुके खोलो धापे खोलो अनि सुत्रे अनि कन्ल्या अनि त्यसपछि आमा यहाँ के भन्छ अरे साउने पानी अनि यहाँ मुनतिर यिनलाई सोला खाना लानु पर्यो भोलि तँलाई बेला नको बेला सोला पाइन्छ ए अहिले सोला पाइने औसिल त पाइन्छ होइन पाइन्छ होला ल औसिल चाहिँ पक्का चुत्रो खै अब म त्यता घर बल्ल आइछु थाहै छैन अनि अब हामीलाई केही गुनासो गर्नु छैन होइन आमा कृपाले भिडियो इन्ड गरे म सुरु गर्छु कृपाले दर्शक दिनहरू बाहुबली सिरोक ल्याएर बाहुबली यो ढोका उयो लाइस गर्नु सकिन भयो मनी आमा माथिको मात्र लान्छ नि है हुन्छ के नहोला नि हाम्रो 6 महिनादेखि ए बक्का बक्का ए भिडियो बनाऊँ टिकटक बनाऊँ न ल अनि हालिहालौँ है त अनि 12 भयो कि
झ्यालको टुक्का आयो यसरी आयो आयो सिमरन जाडो हो गुड मर्निङ